नमस्ते माई युट्युब च्यानल। सो गाइज आज त असारको 15 गते दही र चिउरा खाने दिन। अनि मैले त दही र चिउरा खाइसकेँ, तर हजुरहरूले पनि खानुभएको होला। कोही कोहीले खाँदै हुनुहुन्छ होला, कोही कोहीले साँझ सुत्ने बेला खानुहुन्छ होला, कोही कोहीले बिहान खाइसक्नु भएको होला। हामीले त अब पहिला अघि नै खाइसक्नुहुन्छ आजतिर। सो गाइज अब अलिकति छ, अब त्यो फेरि अब साँझ खानु पर्ला भनेको छु। अनि आज मैले फर्स्टचोटि भ्लग बनाउँदैछु। यदि राम्रो लागेछ भने फेरि अर्को भ्लग पनि गराइदिनुहोस् भनेर भन्नु होला, म गराइदिन्छु। तर यति कि मेरो क्यामेरा मोबाइलमा राम्रो छैन, राम्रो लिँदैन मेरो क्यामेराले। यदि म नराम्रो भएर मेरो क्यामेराले राम्रो नलिदिएको कि यदि मोबाइलको क्यामेरै नराम्रो भएर म नराम्रो आएको हो कि के हो। अब त्यसो भित्र बसेर अब बोलेको हो नि त, म त्योबाट कितबिरी आएछ। अनि मोबाइलको क्यामेरा पनि खासै राम्रो पनि छैन। म कोठामा एक्लै बस्छु कि मलाई यति बोर लाग्छ। म कोही पनि हुँदैन कि कोठामा, एकजना उताको कोठामा भाउजू बस्नुहुन्छ। अनि त्यो भाउजूलाई पनि एक दिन मैले देखाउँछु हजुरहरूलाई, अर्को भ्लगमा हेर्नुला। यो भ्लगमा अहिले भाउजू सुत्नु भएको, अनि डिस्टर्ब गर्न जानु भएन नि त भाउजूलाई। अब भ्लगमा म देखाउँछु। र सो गाइज अब आज कति रमाइलो दिन कि आज गर्मी पनि भएको छैन। आज बाहिर मौसम पानी जस्तो भएको छ, यति राम्रो छ कि गाइज। अब हजुरहरूले अब देखाउन मिल्थ्यो होला, माथि जानुपर्छ सिडी चढेर देखाउनलाई, के तल्लै जानुपर्छ बाहिर देखाउनलाई। अब यहाँ झ्याल पनि छैन, अब हेर्नु सक्नुहुन्छ कोठामा एक्लै बस्छु म, कोही छैनन्। बुढो ड्युटी गएको हुनुहुन्छ, अब म एक्लै बस्ने कि यति झ्याल लाग्छ। सुत्छु, हेर्नुहोस्, सुत्छु फेरि उठ्छु, यस्तै हो क्या। म उठ्ने बस्ने खाने। सो गाइज बाई बाई, फेरि बोल्दै गरौँला।